गाइज वेलकम छ मेरो भ्लगमा। आज चाहिँ हामी घाँस काट्न जाँदैछौँ अनि पानी पनि लिन जाँदैछौँ। मम्मी चाहिँ घाँस काट्नुहुन्छ, म चाहिँ एकछिन साथी बस्दिन जानु लाग्यो। त्यहाँ बाँदर आउने भयो धेरै नै। बाँदरै बाँदर आउँछ त्यतातिर चाहिँ। अहिले चाहिँ हामी घाँस काट्नु चल्दिएको। हाम्रो मम्मी चाहिँ हिँड्नु भइरहेको छ अगाडि डोको बोकेर। यता ट्र्याक्टर चलाइरहेको छ, किसानी काम गर्दै हुनुहुन्छ। गयो आफ्नो पेट पाल्नुको लागि खेत खन्दै हुनुहुन्छ। विकास गर्नु भएको छ। हाम्रो मम्मीले भन्नु जाँदैन हुन्छ, भन्नु त फेरि कृषि विकास गर्दैछौँ भने कृषि मेरो विकास भोइसतिर मेरो अनुहार राम्रै आउँदैन। राम्रै आउनुपर्छ भन्ने पनि छैन नि मम्मी। ओके होइन गाइज, मैले चाहिँ मम्मीलाई मायाले मोती भनेर डाक्छु। यता चाहिँ बाजे हुनुहुन्छ। हेलो गरिदिनु न भ्लगमा। खाना खानुभयो नि? बाजे चाहिँ इग्नोर गरिदियो मलाई। बाजेले अहिले बिस्तारै बिस्तारै हामी जाँदैछौँ खेततिर। खेतमा चाहिँ पानी लागेको छ कि छैन हेर्नुपर्छ अहिले पछि। दुःख गर्दैछौँ। अब पछि के गरेर सफल हुन सकिन्छ भने दुःख गरिरहँ। मम्मीले के भन्नु भइरहेको छ अगाडि। मम्मी चाहिँ यति डल्दी हुनुहुन्छ है, म चाहिँ यति अल्गो। हो नि है। ल केही शब्द भनिदिनु त हाम्रो भ्लगमा, मिनी भ्लगमा। मिनी भ्लगमा के भन्न चाहन्छु भने सपोर्ट गर्नुहोला, भिडियो हेरेर सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, हामीलाई सपोर्ट गरिदिनु होला। त्यही भन्न चाहन्छु म। बुझ्नुभयो नि गाइज, लाइक सब्सक्राइब हानिदिनु होला प्लिज। हजुरहरूको अगाडि हिँड्नु, हजुरहरूको सब्सक्राइब गरेर हामीलाई सपोर्ट गरिदिनु होला। तर आज घाम लास चर्केको छ, तर क्लियर छ मौसम चाहिँ। लास घाम चर्केको छ। यो कालो लुगाले झनै पोलिरहेको छ मलाई चाहिँ। तर खोलातिर हावा पनि आउँछ। त्यो एउटा बाँदरले त के गर्नु। हाम्रो गाउँको मान्छेलाई, छोरी मान्छेलाई एउटा बाँदरले लखट्यो अरे बिहान बिहानै। त्यही भएर मम्मीले मलाई साथी लिएर आएको छ। पानी लागेको छ कि छैन हेर्नु पर्ने हुन्छ। अब जो हामी चाहिँ खानै नखाइकन आएको हो अहिले चाहिँ। बिहान बिहानै भोकको पेटमा काम गर्नुपर्छ। गाह्रो छ जिन्दगी भनेको, लाइफ कटाउनु छ यस्तो गरेर भयो नि, होइन त मम्मी? पानी लागेको छ कि छैन हेर्नु न। लागेकै छैन त। होइन होला, लगाइदिएँ मैले थोरै। अब चाहिँ हामी पानी लगाउनु लागेको छ खेतमा, कुलाबाट।
यसरी लगाउनु पर्ने हुन्छ गाइस खेतको पानी यतिको लगाउँदा पनि ठिक छ नि मोती अब चाहिँ हामीले पानी लगाइसकेको छ यता पानी राख्नु यो चाहिँ हाम्रो खेत हो खेतमा पानी नै नरहेछ अनि त्यही भएर लगाइदिएको खेतमा सर्प होला हामी डर लागिरहेको छ के मम्मी यो ढुङ्गा निकाल्ने यो चाहिँ मेरो साथीको खेतबारी हो भटास रोपेको छ अनि यता चाहिँ हाम्रो खेत हो धान रोपेको छ जे होस् धान रोपेपछि खानु पर्यो खाना नत्र भोकै हुन्छ फेरि हाम्रो बाबा चाहिँ एकदम अल्छी गर्नुहुन्छ खेतमा धान चुर्ने बेला चाहिँ यहाँ धानमा पानी नै नरहेछ गाइस हामी चाहिँ पानी लगाउन आएको पानी लगाउनु र घाँस काट्नु अग्लो भएर कस्तो देखिरहेको छु टोडुङ ढ्याँड्याउ टेरेन्टिन ढ्याँड्याउ एक बार ढोका खा चुका हूँ दूसरी बार नहीं खाऊंगा टोडुङ ढ्याँड्याउ यहाँ नि अब यता गरामा पानी लगाउँदैछु म पानी बिना छैन केही पनि जिन्दगानी गाह्रो छ होइन त मम्मी पानी बिना छैन जिन्दगानी है मम्मी कतातिर घाँस काट्न जानु लाग्नु भएको म चाहिँ एकछिनमा घाँस काट्छु होला मम्मीले घाँस काट्नु लागेको देखाउन जाँदैछौँ गाइस कसरी काट्नुहुन्छ यहाँ बिस्तारै काट्नु है मम्मी फेरि सर्प होला किन नहुन् खेततिर त आया सर्प हुन्छ मम्मीले एकैछिनमा एक डोको बनाउनु लाग्नु भइसकेको छ घाँस हेर्नुहोस् कति टाइम लाग्छ होला मम्मी घाँस काटेर डोको भन्नु धेरै बेर लाग्दैन है जस यो चाहिँ हाम्रो राँगोको खानु हो मेरो राँगो भोकै छ घाँस खान पाएको छैन भोकै त के हुनु पराल खाइरहेछ होइन नि मान्छेलाई त मासु खान मन लाग्छ के खान मन लाग्छ अनि राँगालाई कि पराल मात्रै खान दिएर भएन हरियो पर्यो खानिदिनु पर्यो जस हाम्रो राँगोलाई चाहिँ चाँडै मोटो बनाएर बेच्नु पर्ने हुन्छ हजुर बेला बेला मम्मीले काट्छ घाँस कोही बेला मम्मी पनि काट्छ पालै पछि हो पूजन दादाले नि काट्छन् घाँस होइन मम्मी यसो हामी चाहिँ कोही कोही बेला पालै पिलो गर्नेछन् मेरो भिडियो आएन राम्रो आउनुपर्छ नि छैन नि मम्मी अहिले जस्तो छ त्यस्तैमै गुजारा गर्न परिहाल्यो नि होइन त राम्रो मोबाइल आएपछि राम्रो भिडियो बनाउनु हो कि होइन अहिले जस्तो छ त्यस्तैमा खुसी हुनु
लाइफ भनेको चाहिँ गाई जस्तोमा छ त्यस्तैमा खुसी हुनु सिक्नुपर्छ है। ल एकछिनमा यत्रो बनाउनु भइसकेको छ मम्मीले घाँस चाहिँ। म एकदम माया गर्छु नि मम्मीलाई पनि। मम्मीलाई मात्र होइन म सबलाई माया गर्छु। किनभने मले कमाउलो छ। छैन त मम्मी अहिले चाहिँ यति भन्दै एकछिन पछि हामी जोडिन्छौँ होला है त भिडियोमा। ल गाई चाहिँ अब चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ है। अहिले चाहिँ मम्मीलाई बोतलमा पानी लिनु जानुहोस् भनेर छुट्याइदिएको। मम्मी चाहिँ उता हुनुहुन्छ, मम्मी बिस्तारै आउनुहुन्छ, म बिस्तारै जान्छु घरतिर। अब यहाँ उकालो लाएर जाने हो नरे नर जे होस् गाइस, जिन्दगी रमाइलो छ, दुःख मान्नु हुँदैन कहिले पनि। अहिले चाहिँ हामी घरतिर लाग्नु लाग्यो। यहाँ चाहिँ थारै उकालो छ है गाइस। त्यो यहाँ पनि घाँस थियो, निहुर्यो भने खसिन्छ, म त हालेर लगाएँ सोचमा थिएँ। अझै बिस्तारै बिस्तारै लाग्ने हो हामी घरतिर होइन गाइस। जे होस् जिन्दगी भने गाह्रै छ, त्यो नि टाइम पास हुन्छ। घाँस काट्न आयो भने, पानी सानी लिनु गयो भने टाइम गएको पत्तै थाहा हुँदैन। काम गऱ्यो भने तर काम चाहिँ नपाएर हो अहिले चाहिँ यतातिर घरको काम गरेको। काम पायो भने बाहिर काम नै गर्नु जानुपर्छ। जे जस्तो भयो नि, छोरी मान्छेले चाहिँ घरको काम नै गर्नुपर्छ है। केटा मान्छे भनेको त बाहिर गएर धेरै दुःख खान्छ, ठक्कर खान्छ होइन। छोरी मान्छे चाहिँ जे होस् घरको काम चाहिँ गर्नुपर्छ है। घरको काम गर्दाखेरि अल्छी नमान्नु होला, यति कुरा चाहिँ बुझ्नु होइन। छोरी मान्छेले घरको काम मात्रै होइन बाहिर काम नि गर्छ, राम्रै हो होइन। अब बाहिर काम नगर्ने छोरी मान्छेहरूलाई चाहिँ घरको काम गर्दाखेरि एकदम राम्रो हुन्छ। त्यो जस्तो भयो नि राम्रै हुन्छ। राम्रोको लागि हुने हो जे कुरा नि। हर कुराको सल्युसन छ यो दुनियाँमा। कहिले हार चाहिँ नखानु है गाइस। जिन्दगीमा कहिले ठक्कर हार खायो भने उदासले नबस्नुहोस्। अब केही गर्छु भनेर हिँड्नुहोस् अगाडि, यति कुरा चाहिँ बुझ्नु होला। बिस्तारै घर आइपुग्नु है। घर गएर चाहिँ चट्ट राङ्गोलाई घाँस हानिदिने हो पहिल्यै सुरुमा। कस्तो टाउको चिताएको, मेरो क्यामेरा चाहिँ कस्तो नराम्रो आउँछ, मलाई कस्तो लाग्छ आफूलाई। बुझ्नु भने लास्टै भोक लागेपछि मलाई चाहिँ अरू घर गएर राङ्गोलाई नि खानु दिने, आफू पनि खाना खाने। पुरा मुसा कुदिसु पेटमा। बिस्तारै बिस्तारै घर गइन्छ। बुझ्नुभयो? केही छैन अहिले यतिर भन्दै मैले चाहिँ राखेको। बाई बाई।